भित्र पस्दैछौँ। यो पनि इटारीबाट। गुड मर्निङ अनि सेवा अनि सिमुना अनि फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को न्यू डेको साथसाथमा न्यू भिडियो पनि आइसकेको छ। अनि आज चाहिँ हाम्रो धरान सुनसरी जिल्लाभरिको चाहिँ आज लास्ट साकेला हुँदैछ, फाइनल साकेला हुँदैछ कि। अनि आज चाहिँ हेर्नु न पानीले बिजो कसरी नाच्नु, मेरो त त्यही माथि पनि खुट्टा एकदम फ्र्याक्चर भइरहेको छ। म आज त्यस्तो नाच्छु खालको चाहिँ लागिरहेको छैन, त्यही पनि म भिडियो बनाउनु चाहिँ सोच्छु। ल आजको दिन चाहिँ यस्तो रमाइलो भइरहेको छ, बिजोक रमाइलो। छाता ओरेर जानुपर्ने छ साकेला नाच्नु पनि यस्तो बिजोक। मेरो कपाल पनि बाँधिदिन, सिसु बहिनी पनि आएको रहेन रहेछ। मेरो कपाल बाँधिदिनु ल बुनु, कसले बाँधिदिएको? मेरो कपाल कसले बाँधिदिन्छ यार, मलाई हिँड्नु पनि सक्दैन, मलाई नछर है। यस्तो चाहिँ यस्तो रमाइलो चाहिँ जिन्दगीमा कहिले पनि भएको थिएन, फर्स्टचोटि हो। यो पनि राम्रो छ। हामी चाहिँ लगभग आइसक्यौँ, आसपास बाहिर छौँ, देख्नु हुँदैछ। अनि मेरो चाहिँ खुट्टाले हिँड्नु हुँदैछ छैन साथीहरू है। म बिस्तारै बनाउने छु। मैले चाहिँ एक त कपाल पनि कोरेको छुइनँ, घुम्टो मात्रै ओरिराखेको छु। आज मेरो के मिलेको छैन जस्तो फिल भइरहेको छ साथीहरू। अनि दोकानहरू पनि छ पुरा। मलाई बोकेर लैजान, मेरो खुट्टा कस्तो भइरहेछ। अनि पानी परेर हेर्नु रातभरि, अहिले बिहानभरि पानी परेर चाहिँ यस्तो बिजोक भएको छ हाम्रो साथीहरू। यो सिरिज कस्तो मजाले फुलेको हेरौँ न साथीहरू, हेर्नु त। एकदम मजाले फुलेको है। अनि म चाहिँ यहाँ जाँदैछु बिस्तारै, मेरो खुट्टा एकदम फ्र्याक्चर भएको छ साथीहरू। पुराना गरौँ यहाँ हेर्नु त मेरो हिँडाइ, म खचाङ गर्दै हिँड्दैछु क्या साथीहरू। अनि मलाई चाहिँ यो सिसी फुलेको चाहिँ एकदम मनपर्छ होइन, राम्रो पनि देखिरहेको छ। अनि साथीहरू चाहिँ अगाडि हिँड्छको, म चाहिँ यहाँ खचाङ मेरो खुट्टा उ भइरहेको। हामी चाहिँ यहाँ लगभग आइसक्यौँ भन्दा हुन्छ। आजको बिजोक के भन्नु है, रमाइलो नै हुन्छ नि साथीहरू, किनकि अब सुनसरी जिल्लाभरिको आउँछ नि त। अब इटारी तराएर अब सबै आउनुहुन्छ। अनि म चाहिँ मेरो चाहिँ एकदम खुट्टाले यो भइरहेको छ, खचाङ हिँडिरहेको छु होइन साथीहरू। ल मेरो साथीहरू सबै यहाँ नछन् कि, सबै टेम्पोमा चढेर आइन्। भयो साथीहरू, बिजोक छ रमाइलो। हेर्नु त पानीले गर्दाखेरि यतिखेर यहाँ पुरा उपस्थित भएर पुरा साकेला नाच्नु पर्ने हेर्नु साथीहरू। पानीले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एकदम डिस्टर्ब गरेको छ, त्यही भएर चाहिँ हामी भर्खर आइपुग्दैछौँ। धेरै वार्डहरू आउनुहुन्छ। अब तपाईँहरूले बुझिसक्नुभयो, सुनसरी जिल्लाभित्रको भनेपछि चाहिँ सबै पढ्नुहुन्छ। अनि अब भरे अलिअलि देखाउने नै छु। मेरो टोलीहरू यहाँ छ, बिजोको रमाइलो पानी परेर। हाम्रो थिएटर कोही हामी चाहिँ यहाँभित्र पस्दैछौँ, प्रवेश गर्दैछौँ साथीहरू। पानी परेको छ साथीहरू, पानी परेर
हाम्रो प्रवेशद्वारदेखि भित्रपट्टिको वेमा यो ककसको बाहेकहरू हुनुहुन्छ, भेकलहरू हुनुहुन्छ। कृपया उहाँले आफ्नो यो भेकलहरू व्यवस्थित गरेर राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र त्यसै गरी उपस्थित हुने क्रममा उपस्थित महानुभावहरूलाई यो बाटोमा रहेको मोटरसाइकल स्कुटीहरू बाहिर लगेर पार्किङमा राखिदिनलाई म हार्दिक अनुरोध गर्दछु। प्लिज कृपया चाँडो गरिदिनु होला। अब हाम्रो कार्यक्रम सदाको हिसाबले सुचारू भइरहेको छ। त्यसैले यो बाटोमा आगमन अवरुद्ध भइरहेको हुनाले यो बाइक ककसको यहाँ राख्नुभएको छ। पदाधिकारी सदस्यज्यूहरूलाई र सम्पूर्णलाई यसमा सहजीकरण गरिदिनलाई म फेरि पनि अनुरोध गर्दछु र हाम्रो किराँत राई आयोगका वडा कार्य समिति धरानको उपस्थित भइसकेको छ र हाम्रो कार्यक्रममा उपस्थित हुने क्रम जारी भइसकेको छ। अलिक पानी परेर अलिकति ढिला सुस्ती भएको हुनाले हाम्रो कार्यक्रमहरू अब चाँडै नै सुचारू हुने जानकारी गराउँदै उपस्थित सम्पूर्णमा चिटिक्कै अब यहाँ हेर्नु सक्नुहुन्छ। भरे चाहिँ यो हाम्रो किराँतवाद समिति टिममा चाहिँ भरे धेरै नै हुन्छ मान्छेहरू फोटो खिच्ने। यस्तो पुरानो पुरानो पुर्खा घरको लिएर सबै सामानहरू पुरा उहाँहरूको टोलीहरू चाहिँ आउनु भएको रहेन रहेछ। पुरा पानीले गर्दाखेरि आज बिजोग भएको छ। यो चाहिँ मैले अस्ति यो माथिको छाजानहरू चाहिँ अस्ति पुरा मैले टिकटकमा देखिरहेको बनाउँदै गरेको अहिले खतरा बनेछ। ल म चाहिँ अब आफ्नै वादतिर जाँदैछु। मेरो र हामीलाई प्राप्त जानकारी अनुसार धरानभित्र र धरान बाहिर रहेका हाम्रा तमाम संस्कृति प्रेमी दाजुभाइहरूको विशाल उपस्थिति भइरहेको छ भन्ने जानकारी हामीले प्राप्त यहाँ चाहिँ फोटो सेसन भइरहेको छ। अब बाहिरैबाट म चाहिँ देखाउने छु। अब पानी परेकोले गर्दाखेरि चाहिँ मैले चाहिँ भित्रै देखाएँ क्लिपहरू। ल हेर्नु सक्नुहुन्छ यस्तो होइन भित्र त जाने म यहीँ बाहिरबाट क्लिपहरू छ हेर्नु सक्नुहुन्छ। भर्खर भर्खर बनाउनु भएको यो पोहोरसम्म चाहिँ थिएन। यहाँ चाहिँ हाम्रो पानीले गर्दाखेरि डिस्टर्ब भएर चाहिँ हाम्रो श्रमिकीहरू चाहिँ यहीँ छ। देख्नु सक्नुहुन्छ। म तपाईँहरूले देखाउनेछु। पानीले गर्दाखेरि चाहिँ हामीले यसरी राख्नुपर्ने हुन्छ अनि वेलकम गर्नुपर्ने हुन्छ। त्यही भएर म चाहिँ अब वेलकम गर्नु गएँ। सबैजना गइसक्नुभयो। अब सत्रकै नजिक छ त्यही भएर सत्रले नै जहिले गर्नुपर्छ। यो चाहिँ मलाई अलिकति मन दुःख लाग्छ। हाम्रो मात्रै नजिकको वार्ड छैनन्, 18को पनि छन्, 11को पनि छन्। जहिले 17लाई दुःख भन्ने बेला भयो। मलाई चाहिँ यसमा चित्त दुख्छ। यो चाहिँ कति वार्डको आयो त्यो चाहिँ मलाई थाहा भएन। मन भिज्दा मेरो खुट्टा फ्रेक्चर भएको साथीहरू तपाईँलाई मैले भनिरहेको छु। त्यो पनि केही छैन। म तपाईँहरूलाई देखाउँछु। हाम्रो चाहिँ 17 वार्डको चाहिँ सबै टोलीहरू सेवा गर्नु बसिरहेको छ। अरू वार्डकोहरू पनि आउनुहुन्छ। तर यो पानीले चाहिँ एकदमै डिस्टर्ब गरेको अवस्था छ। साथीहरू हेर्नु सक्नुहुन्छ। एकदम डिस्टर्ब गरिरहेको छ। एकदम डिस्टर्ब गरो। Semuna. Hi guys.
हाम्रो चाहिँ यो 17 वाटको नाच सुरु भइरहेको हेर्नु आएको कि साथीहरू हाम्रो त चर्चाएर अघि गएको खतरा लाग्यो ल खुट्टा त दुखेर मान्नुहुन्छ त्यसैले सानो कुरोमा लोभ लाज नगरिकन तपाईहरुले यो सामानहरु जो जसको छ उहाँलाई फर्काइदिनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सुर्के थैली छ दुईटा सानो सर्ट छ सानो सर्टमा तपाईहरुको एटीएम कार्ड रहेको छ टिम भित्र उहाँ हाम्रो मेयर साहब बसिराख्नु भएको छ देख्न सक्नुहुन्छ साथीहरु। जानुका नाम गरेको सिद्धार्थ बैंकको एटीएम कार्ड छ जो कसैको भए पनि उहाँ चाहिँ आफ्नो सामान किनेर लाग्छ। राष्ट्र मोदीको समापन कार्यक्रममा सहभागी हुनुभएका सम्पूर्ण वडा कार्य समितिहरू र फर्किने क्रम जारी रहिरहेको छ। तसर्थ हाम्रो जिल्ला कार्य दुखेर